गर्छौँ भन्ने सोच्छौँ। अनि तपाईँले उठाउनु भयो त्यो विशेष महाधिवेशन अहिले महाधिवेशन गर्दै हुनुहुन्छ आज उद्घाटन सत्र भयो फेरि विशेषको किन कुरा उठाउनु भयो फेरि तपाईँले चाहिँ भित्र आफ्नो प्रश्न बनाएर आउनु हुँदो रहेछ मैले भनेको सुन्नु हुँदो रहेछ हामीले यो राष्ट्रिय महाधिवेशनमा नै के सोचेका थियौँ पहिला भने नि राष्ट्रिय महाधिवेशन हामीले किन भनेनौँ भनेर सुन्नुभयो नि तपाईँले कि प्रश्न बन्द गरिरहनु भएको छ महाधिवेशन हामीले भनेका छौँ कि यो दुईवटा कुरा समेत महाधिवेशन गरौँला अहिले सम्मेलन मात्रै भएर सबै कुरा गरौँला भनेको तर सबै प्रक्रिया सकिसकेपछि अरू सबै पार्टीहरूले गर्ने जस्तो सबै प्रक्रिया पुरा गरेर त्यसलाई महाधिवेशन नै भनौँ तर त्यो ग्रेट डिबेट गर्ने कुरालाई चाहिँ विशेष महाधिवेशन गरौँला भने के कस्तो कुरा नसुनेको हाम्रो छलफलै भएको छैन तपाईँ पहिला सल्लाह गर्न दिनुहोस् हल्लातिर नलाग्नुहोस् तपाईँले सुनेको हल्ला सल्लाह भएपछि आयो भने ठिकै भयो सल्लाह भएको छैन तपाईँको दाबी चाहिँ केमा तपाईँको दाबी केमा तपाईँको दाबी केमा दाबी साबी केही छैन हामी सल्लाह गरेर हल गर्छौँ सर्वसम्मत हुन्छ सबै होला कि आशा गरौँ न भएन भने प्रतिस्पर्धा हुन्छ केन्द्रीय नेतृत्वको आफ्नो समस्या भएपछि हामीलाई फेरिएको पाउँछ अनि नेपाल फेर्छौँ कुरो बुझ्नु ल हस् धन्यवाद